हेलो एभ्रिवान, के छ? वेलकम छ होइन मेरो भ्लगमा। अब भिडियो नबनाउँ भनेको अनि फेरि रेगुलरली नभए पनि यसो महिनामा एउटा भिडियो चाहिँ एउटा दुईवटा भिडियो चाहिँ हाल्नु पऱ्यो भनेर सोचिरहेको थिएँ। अब दिनभरि कहीँ गएन होइन, बिरामी भएको छु। अस्ति नैदेखिबाट कति 6-7 दिन भयो। अनि यो चाहिँ मेरो रुम होला, यत्तिकै भुइँमै बस्ने हो। अनि यता बाथरुम हो, अनि यहाँ बेड छ, मतलब सुत्ने ठाउँ छ, फ्रिज, अनि यताबाट लुगा धोएर गर्ने, त्यति मात्र हो, अरू खासै केही छैन। अनि यहाँ किचन यहाँ पकाएर खाने हो मेरो चाहिँ होइन, रुम यति हो। के भन्न लाग्थ्यो भने अब दिनभरि भिडियो बनाएन होइन, कहीँ जानु पाएन, बिरामी भएको थियो। बल्ल उठेर काम गयो। अब आराम गरिरहेको थिएँ खाना खाएर। के भन्नुभयो भने दाइहरू यता पार्कमा हुनुहुन्छ अरे, अब म पनि त्यही जानु लाग्यो। अब त्यहीँ गएर भिडियो बनाउँछु एकछिन, हेरौँ। अब नि खानुपर्छ होइन, हल्का फ्रेस नै हुन्छ नि त, त्यो अनुसारले म चाहिँ अब निस्किनु लाग्यो। अनि भिडियो पनि कन्टिन्यू गर्नु पऱ्यो भने अब त्यहीँबाट बनाउँछु हल्का। हेलो, वेलकम ब्याक। म चाहिँ आइपुगिसकेँ होइन यहाँ पार्कतिर। यही हो पार्क चाहिँ। दाइहरू खोजिरहेको छु, यतै हुनुहुन्छ अरे दाइहरू। कहाँ हुनुहुन्छ भन्ने थाहा छैन मलाई, यतै हुनुपर्ने हो। यहाँ चाहिँ ठिक छ क्या, तर हावा खानालाई निस्किन होइन। यहाँ चाहिँ अपार्टमेन्टहरू छ, तर हामी बस्ने चाहिँ भिल्लामा हो। लगभग 8-9वटा रुम छ होला, तर भाडा चाहिँ लास्टमा हुन्छ यार। अब यहाँ दाइहरू कहाँ छ भन्ने कुरा, अब पार्क चाहिँ तर ठुलै छ है, देख्न सक्नुहुन्छ होइन। अब म चाहिँ यहाँ एक्लै भिडियो बनाइरहेको छु होइन, अक्वार्डै भइरहेको छ। त्यो हो क्या दाइहरू के होइन, यतै नजिकै हो भन्छ। अघि मैले तर दुईजना पैसा देखाएको थिएँ, त्यो पक्कै दाइहरू हुनुपर्छ होइन, हुनुपर्छ सायद। हेरौँ हो कि होइन, मलाई थाहा छैन। ए भेट्यो मैले दाइलाई। एक्लै बसिरहनु भयो? म त प्रदीप दाइ नि छ होला। दाइसँग चाहिँ बल्ल भेटिरहेको छ यहाँ। त्यसो न हेर्नु दाइ, भर्खर बनाउँदै हो क्या भिडियो। उहाँ चाहिँ हाम्रो नजिकै कम्पनीको दाइ हुनुहुन्छ है, तीर्थ दाइ। अनि यहाँ हावा खान निस्केको थिएँ, म त अर्को दाइ नै हुनुहुन्छ होला भनेको, अर्को दाइ चाहिँ आउनु भएन छ। अब म पनि दिनभरि त्यही भयो, सुत्या भइरहेको थियो। अनि एकछिन चाहिँ निस्किन्छ अब खानालाई भनेर निस्केको। तर अहिले ठिक्क भएर चाहिँ दाइ, म त तर देख्न चाहिँ देखाएको थिएँ, एक्लै देखेँ नि त। अब म त दुईजनै होला, तपाईँ र प्रदीप दाइ नै होला भनेर। ऊ यतातिर गइदिएर क्या, म त झन् यतातिर नि बसिरहन्छ भनेर त्यहाँतिर गएको क्या। अनि होइन रहेछ, प्रदीप त के अरे कहाँ पिकनिक छ अरे भन्दा पिकनिकमा जाने। पिकनिक ठिक्क भयो दाइलाई त। ए हालत खराब भएर म त निस्किन मन लाग्थेन क्या दाइ। एकै ठाउँमा मात्रै धेरै बसिरहनु हुँदैन कि, निस्किने भने दाइ निस्किनै कस्तो कोठाबाट बाहिर निस्केर यसरी बस्दा पनि धेरै फ्रेस हुन्छ क्या। मन पनि पुरो मन पनि एकदम फ्रेस हुन्छ क्या। सिचुएसन नमिले जस्तो नि भनौँ न। औषधि खायो है कस्तो, तर मौसम अब गर्मी टाइप भयो, औषधि खायो अनि त्यसले त्यो ओभर गरे हो कि जस्तो लाग्ने। अनि झन् निन्द्रा लाग्दिने टाइप हो क्या। औषधि खायो कि औषधि खायो चाहिँ निन्द्रा लाग्छ। अस्ति दाइहरूले 2टा ल्याउनु भएको छ, त्यो के 2टा खानेवाला ल्याएर चाहिँ 2टा ट्याब्लेट खानेवाला, त्यो खायो त्यस्तै हुन्छ। खाने बित्तिकै त्यो झन् नहाने जस्तो हो नि। फेरि औषधि त्यतिकै औषधि पसलबाट औषधि जहिले ल्याएर खानु हुँदैन कि। ल्याएको छैन त्यसरी त। दाइलाई मैले सिम्टम्स भनेको चेक गरेर बरु मात्रै खाने हो कि औषधि भन्ने कुरा। खाना चाहिँ त्यस्तै गर्न लाग्थेँ मैले खासमा। अनि त्यतिकै औषधि खायो भने जस्तै त्यो औषधिले अरू कुरामा चाहिँ असर गर्छ क्या आफ्नो शरीरभित्र। यस्तो भयो, मसँग नेपाल पठाइदिएको थिएँ, पैसा नि थिएन खासै। त्यही मैले त्यो पैसा छैन भने त्यही भएर मै हालिदिन्छु आज, र त्यो ऊ नजिक आँखा चाहिँ चेक गर्न जाउँ न भनेर मैले म्यासेज गरेको बिहान। अनि म फेरि त्यही आराम सुत्दै थिएँ क्या दाइ, आँखा दुखेर। खासै उस्नी थिएन, मतलब उसले साथीले पठाउँछ भन्ने थियो, त्यो उता सुवनमा भएको। अनि ऊ पनि आज ओभर टाइम थियो रहेछ खासमा, दिनभरि होला भनेको। लगभग 1 बजीसम्म मात्र भयो अरे। अनि त्यसपछि चाहिँ म पठाइदिन्छु भनेको थियो। कहाँ थियो अरे निमले, कहाँ त्यसलाई नि रेस्टुरेन्ट कता घुमाइदिएको रहेछ। अनि अघि भर्खर पठाएको छ क्या। अब भोलि जाउँ भने भोलि छैन रहेछ। शनिबार त्यही, अरू बार त जाउँ भने होइन, अब कामको काम हुन्छ, यताउता हुन्छ। शनिबार
त्यही 9 बजेदेखि 1 बजेसम्म खुल्छ क्या हस्पिटलहरू अब सबै खुल्दैन कुनै कुनै हस्पिटलहरू खुल्छ यहाँ त्यो मैले नेटमा हेर्दा पनि यहाँ पर मिलाग्दोमा एउटा खुल्ने रहेछ आँखाको यहाँ एउटा सोङसान पनि एउटा आँखाको खुल्दो रहेछ अरू ठाउँमा चाहिँ बन्द रहेछ त्यही भएर अब जाउँ भनेर यसो गरेको अब 15 मा स्यालेरी दिँदैन जस्तो लागिरहेछ मलाई किन अब रिसा होला अब त्यही त साथीलाई भनिसक्यो त्यसले अब तरकारी किन्न पनि पुग्छ अलिकति राखेर स्यालेरी दिएन भने त्यही बसाइले चेकअप गर्नु पऱ्यो अर्को हप्ता चाहिँ पुग्यो भने म हालिदिन्छु अनि फेरि तपाईँहरूले नि अब त्यही त हो नि नेपाल उठाउनुपर्छ मेरो जस्तो सिङ्गल नि छैन झन् अब घरतिर होइन हाम्रो त अब त्यो मेरो त क्रेडिट कार्डहरू पनि छ के त्यही ए होइन म त अब मेरो त अब सिङ्गल छ नि त अहिले स्यालेरी आयो भने नपठाए नि भयो नि त घरमा अब तपाईँहरूको त अब घरमा बुढीहरू छ यताउति अनि हेर्नु पर्यो भनेर म दाइहरूलाई नि अब छैन होला टाइपको भयो क्या मलाई पनि हुँदै नभएको के अरे नभएको बेलामा त जसरी नि पैसा त निकालिहाल्छ नि अनि मैले नि अवस्था भयो कुरा राख्न चाहिँ लाएको थिएँ अनि फेरि अलि अप्ठ्यारो छ कि जस्तो लाग्यो क्या अनि म त के अरे आज त होइन पैसा भएन भने जसरी नि म हालिदिएर नि जान्छु भनेर मैले आँखा त बरु अहिले ठिक भयो होला हिजो काम गर्ने बेला त केटाहरूले पनि सोधिरहेको थियो क्या मलाई पनि खासै थाहा थिएन बिहान जाँदा त खासै थिएन अनि पछि हेरेको अनि त्यो थाइल्यान्डको केटाले ठ्याक्कै 10:30 तिर त्यो कफी खाने बेलामा अनि यसो हेऱ्यो यतापट्टिको आँखा त के हो नुनी पाल्का के फोयो के भन्छ यसो हेर्न गएको पुरै रातो हेरेर रहेछ क्या जस्तै यो नानीमा यताबाट रातो टल्किया रहेछ त्यो आएछ रगत जमे जस्तो दुखिरहेको थियो दुख्न चाहिँ तर रगत जमे जस्तो त्यो रातो देखाएको थिएन क्या मैले रुमबाट जाँदा पहिला सानैदेखि त्यो प्रब्लम जस्तो यो पहिला एकचोटि मैले तपाईँलाई भनेको थिएँ जस्तो लाग्यो एकचोटि त्यो अब हजुर त्यो इन्सिडेन्ट भनौँ न एउटा हजुरआमा म सानो थियो हजुरआमालाई त्यो भुत चढा जस्तो भएको थियो गाउँमा अनि त्यो हजुरआमाको नङले कोतार दिएको थियो क्या अनि ठ्याक्कै 1 हप्ता जति यस्तो बत्ती टाइपमा हेऱ्यो भने त्यो वेल्डिङ गर्दा चस्मा लगाएन भने हुन्छ नि त्यो के अरे आँसु आउने टाइपको त्यस्तै भएको थियो क्या अनि त्यो एउटा औषधि थियो कस्तो जेली टाइपको त्यो आँखामा हाल्नु पर्थ्यो 7 दिन अनि त्यो पछि चाहिँ भयो क्या खासमा अनि तर अस्ति नै चाहिँ त्यो कसरी त्यस्तो हुन थाल्यो अब त्यो के भन्नु त्यसो भए त यो हुन थालेर तिमीले यो कोरेको यो लाइटहरू लाइट धेरै छ नि त कोरेमा यो ठ्याक्कै त्यो काममा पनि त्यस्तै लाइट मेरो अप्ठ्यारो लाग्छ किनभने त्यो बिहानसम्म भएन अगाडिसम्म जब त्यो 2 घन्टा हाल्यो नि अब यसै पनि टाउको दुखिरहेको थियो त्यो आँखा दुखिरहेको थियो नर्मल थियो मलाई किनभने त्यो आँखा रातो त मैले नोटिस गर्दैन किनकि साउनीहरूले नि अब टाउको दुखेर देख्दैन जस्तै हामीले अनुहारले अब न्याउरो बनाएको छ भने त्यो न्याउरो देख्ने हो भित्रको त दुख देख्दैन नि त दाइहरूले नि त्यो भन्छ तर भाइदेखि बिरामी भयो नि काम गर्दा त छैन जस्तो लाग्छ भन्छ अब त्यहाँ गएर त्यो यस्तो गर्नु त भएन गएपछि त गर्नै पऱ्यो अब नगएपछि छुट्टै हो गएपछि फेरि त्यस्तै हो क्या जोसै हुन्छ मतलब अनुहारमा त्यस्तो यस्तो त्यो देखाउँदैन गरे लास्टमा त्यही रातो भयो भन्छ त्यो पछि चाहिँ अचम्म लाग्यो क्या मलाई त साउनी नै हेरिरहेको थियो हेर्न त आएन केही छैन ठिकै छ मैले त भनिदिएको साउनीलाई लाग्न त लगाएर होला आएछ यताउति तर अगाडि चाहिँ रिसायो 2 घन्टा जति चाहिँ त्यो फर्स्टमा आउँदा चाहिँ छिटो गरिदियो फर्स्ट महिनामा आएको जस्तो गऱ्यो अब थाहा छँदै छ होइन बानी हो गरिदिएको अनि पछि त अलिअलि यो आँखा यसो भन्न थाल्यो क्या साउनीले पनि यता बाहिर जाने बेला अनि त्यही पछि तर दिन चाहिँ कट्यो राम्ररी नै म त आज पनि गराउँछ जस्तो लागिरहेको थियो काम तर गइदिने सोचेको थियो जे पर्ला भनेर लास्टै बिजोग भयो नि त यो त बिरामी भएको बेला त्यो म काममा नगएको बेला भित्र मनमा लागिरहेछ क्या साउनीले त्यो उसलाई त्यो दिदीलाई नभन्यो भने फिक्स दाइलाई चाहिँ भन्यो किनकि दिदीसँग म खासै क्लोज हुँदैन पहिल्यैदेखिबाट त्यस्तो थियो क्या कम्पनीमा हामी दुईजना खासै बोल्दैन दाइ आएपछि त म दाइसँग बोल्ने हुन्थ्यो अनि मैले के भन्न गएँ पनि जस्तै राइया यता आएर अनि दाइलाई ट्रान्सलेट गर्न लगाउँथ्यो क्या अनि मलाई लागिरहेको थियो दाइलाई भन्छ भनेर 2-3 दिन दाइले भन्यो ठ्याक्कै औषधि दिन दाइले ल्याइदियो हो अनि अस्ति चाहिँ अब शुक्रबार चाहिँ के भयो भने होइन गइदिन्छु त्यो बल्ल अब लगभग 5 दिन लगातार त जान हुँदैन भन्ने बस्न हुँदैन भन्ने भयो अनि त्यही भएर पनि गरिदिएको क्या जस्तो तसो भयो नि तर त्यो दिन नि हालत त त्यस्तै थियो दुख्न त दुखिरहेको थियो तर त्यो नर्मली त्यहाँ गएर देखाउन चाहिँ देखाएन ठिक छ खेन्चान केटाहरूलाई पनि ठिक छ गरिदिएको तर केटाहरूले ठ्याक्कै दिनको लास्टमा चाहिँ हेल्प गरे जस्तै भनौँ म आँखा दुखिसकेको त्यो हाल्ने ठाउँमा ठ्याक्कै यस्तो बत्ती छ नि 3टा छ त्यो सानो ट्युबलाइट जस्तो ट्युबलाइटै भन्छ होइन त्यो लामो खाली
तिनवटा छ ठ्याक्कै हाल्नेको माथिपट्टि मलाई फेरि अगाडि नै बसाउँछ 2 जना हुन्छ म यतापट्टि अगाडि ऊ यतापट्टि हुन्छ अनि ठ्याक्कै त्यसको बत्ती थियो अनि सेकेन्डपट्टिको चाहिँ बत्ती बिग्रिया हुन्छ जहिले अफ हुन्छ अनि हाल्ने बेला मलाई लास्टै दिमाग खराब भइसक्यो क्या रिङ्गटा लाए जस्तो भइसक्यो त्यो चस्मा लाउनु पर्छ क्या त्यस्तो म खासमा त्यही रिकमेन्ड गर्ने नै त्यही भइरहेको छु क्या चस्मा चाहिँ चेकअप गरेर त्यही भएर खर्च अलि धेरै नै जाला कि भन्ने भएर मैले पेन्डिङ राखेँ बरु गइसकेपछि एकैचोटि गरिदिने क्या दाइ मतलब आज गयो यो पालो गयो अनि फेरि अर्कोचोटि चेकअप बनाउन जान्न पाओस् क्या टाउको दुख्ने भने कस्तो ज्वरो आउने भन्दा नि यो दुइटाको भाग दुख्यो क्या त यताको यो के भयो मतलब यो जस्तो अहिले यस्तो गर्दाखेरि तपाईँको नि सिल हुन्छ होला यहाँ यस्तो गर्दाखेरि नसा त्यो पम्प हुने क्या यसरी त्यो बेसकरी टाइपको अनि यो दुइटा दुखेपछि त ठ्याक्कै यही हुन्छ सक्दैन क्या दाइ अस्ति मैले ठ्याक्कै त्यो तपाईँलाई रिङ्गडा लागेवाला सिम्टम्स भनेको थिएँ नि यस्तो हुन्छ कि यो यस्तो दुईटैपट्टिबाट यस्तो ढक 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 हुन्छ नि अन्त यसरी उभियो नि अब त्यो सक्दैन क्या दाइ पुरै त्यो हाने जस्तो हुन्छ अन्त त्यो त्यही हो क्या बेडमै हो क्या त्यो के गर्नु त दाइ सिद्धेको त्योपछि त म त आरामले औषधि नि जान पाएन नेपालमा एकचोटि भएको थियो त है त्यही त ठ्याक्कै दुइटै भयो क्या टाउको दुख्ने नि भयो आँखाको चाहिँ ठ्याक्कै हजुरआमाको बेलामा तर आँखाको त तर धेरै टाइमपछि पनि भयो मेरो आँखाको त अब चस्मै लाउनु पर्छ कोरियामा चाहिँ किन भन्दा मोबाइल पनि हेरिन्छ होइन त्यो लाइटहरू पनि पावर छ क्या कोरियाको मोबाइल त अहिले त कम छ अहिले वाच आवर चाहिँ के अरे कोरियामा अब हामी यसरी लाइटमा बसिन्छ नि नेपाल जाउँ नेपाल गएपछि कस्तो नेपालको लाइटहरू कि अन्धकार जस्तै लाग्छ क्या किन भन्दा यहाँ लाइट धेरै छ क्या रुममा पनि पुरै टल्किने लाइट त एउटा अलि पुग्छ जस्तै 3टा छ यता अगाडि एउटा किचन साइडमा छ त्यसले पुग्छ किन राख्नु पर्यो हो यताको है के अरे सुत्ने ठाउँको चाहिँ नबाल्नु किचन साइडको बालेर त्यसको उज्यालोले काम चलाउनु हो क्या यतापट्टि खोल्यो पनि पुग्छ जस्तै त्यो वासिङ मसिनपट्टिको खोलेर झ्याल खोलिदियो पनि पुग्छ क्या दाइ रुम त 3-3टा छ एउटैले पुग्छ रहेछ क्या टोइलेटको खोलेर ढोका खोलिदियो भने त पुग्छ मेरो त्यो बिजुलीको कम भयो नि त्यही भएर हो क्या मैले त्यो खोल्दैन क्या कहिले पनि सुत्ने बेला पनि चाँडै सुत्दिन्छ नि त खाना खाइसकेपछि त बत्ती किन खोल्ने अफ गऱ्यो एकछिन मोबाइल हेऱ्यो सुत्दियो भने दाइ त तर गइरहनु हुने रहेछ है प्रदीप दाइ त त उसको अब कार्यक्रमहरूमा जाने हरेक प्रायः हप्ता जान्छौँ अगाडिको हप्ता नि यसो बजारतिर त म दाइलाई चाहिँ के भनेको चाहिँ थिएन दाइ गयो भने अब दाइले पनि भिडियो बनाउँछ यता त भनेको थियो दाइसँग मिलेर पुरै यहाँ क्यामेरा तेर्छ र 2 जना दाइ नै बोलिदिउँ भनेको दाइ चाहिँ गएन म फेरि त्यो दिन नि तर फर्स्ट भिडियो चाहिँ तपाईँसँग बनाएको थिएँ नि त्यो मैले उतैबाट तपाईँसँगै बोलेको छ मैले फर्स्ट भिडियो चाहिँ त्यसमा चाहिँ खासै राम्रो भएन अरे क्या यस्तरी बनाएछ अरे साथीहरूले अनि यस्तो बनाऊ भन्यो अनि सेकेन्ड दिन चाहिँ यसरी ल्यान्डस्केपमा राखेर अनि एकछिन गएँ यहाँबाट उता त्यो के अरे अपार्ट छ नि एउटा त्यो जेब्रा क्रस कटेर जाने त्यो वेन्दन बोधो भन्छ यता साइडमा त्यहाँ कटेर जाँदासम्म पनि फुट्दैन अन्त अरू त कस्तो बोल्छ क्यामेराको अगाडि भयो तर बोल्न चाहिँ मन लागिरहेको छ बनाउने अब के गरौँ भयो अन्त के बोल्ने भइरहेको थियो मुखमा अचानक म बजार जान लागेको यसो त भन्दै तपाईँहरूको कुरा आयो दाइहरू चाहिँ यता अन्त दाइहरूको कुरा आएपछि के भयो दाइहरू नि यसरी हो भन्ने भयो नि त तपाईँहरू यो बेला आएको भन्ने भयो त्यो पछि फेरि कहाँबाट घुस्यो आफ्नो पनि पुग्यो क्या म पनि यस्तै इपिएसबाट आएको त्यो पछि त मतलब आफ्नो क्लासको इपिएसको सरको यताउति त्यो भन्दै त्यो दिनको भिडियो सक्यो जस्तै एक्चुअली खोल्नुपर्ने रहेछ बोल्दै गर्नुपर्ने सक्यो तपाईँसँग अघि म यो भिडियो बनाएको थिएँ रुममै अब उस बनायो क्या जस्तै त्यो फर्स्टमा हाल्छ नि त्यो भिडियोहरूको अब म बाहिर जान लागेको दिनभरि यताउति बस्यो दाइहरू पार्कमा बोलाउनु भएको छ अरे यताउता भनेर निस्केर आएको अब यो त्यहाँ कट गरेर हाल्ने मात्रै हो क्या दाइ साथीहरूलाई यताउता गरिदिने हो तर भिडियो कोठामा बस्दा पनि एक्लै धेरै बेर कोठामा नबस्छ के अरे बाहिरतिर घुम्न यता टाढा यसो पार्कतिर आएर बस्ने फ्रेस भएर पार्कतिर बस्छ अब यस्तो गर्नु पनि देखिरहेको छु मैले चाहिँ एक्लो भयो भने जस्तै मैले अहिले यो डिस्ट्र्याक्सनको लागि नै हो क्या जस्तै दाइ अब यो भयो होइन यो अब हप्तामा एकचोटि बिदा 2 दिन भयो अब 1 दिन ओभर टाइम गऱ्यो भने 1 दिन त पाउँछ त्यो दिन नुहाइ धुवाइ गरेर त बजार जाने बेलामा टाइम पायो नि त जहिले एउटै ठाउँको भिडियो बनाउनु भएन त्यो अब हुन्छ नि अब 1-2 जनाले त हेर्छ त्यो हेर्नेले बरु आज यहाँ आयो जस्तै अब भोलि अर्को ठाउँमा उतापट्टि छ नि त्यहाँतिर गएर बनाउने अब अर्कोचोटि अन्त गएर बनाउने
अनि अब झन् यो अब हुँदै गएपछि त जस्तै यो कहाँ शान्तिर चढ्न थाल्यो नि छ नि त त्यस्तोहरू पनि बनाउनु पर्यो गरेर चाहिँ ठिकै हुन्थ्यो जस्तै रुममा पनि अब त्यो एउटा प्रदीप भ्लग्सको जस्तै हाउडे भ्लग त्यसले एक्लै त्यो खाना खाने बेलामा एक्लै कराछ उताबाट बुढी बन्यो नि एक्लै त्यो उसै छैन क्या उसलाई त बाल छैन के भइरहेछ भनेर त्यस्तो भिडियो बनाउने किन गर्छ त्यो मेन कारणै मान्छेहरू के त्यो कोरियामा कामको प्रेसर हरेक कुरा प्रेसरहरू हुन्छ त्यही भएर मान्छेहरू त्यो आफ्नो के अरे माइन्ड फ्रेस बनाउनको लागि हरेक कुरा गर्छ क्या मलाई चाहिँ यो जस्तै रुममा पनि होइन रुममेटहरू भयो साथीहरू भयो भने त बोलचाल गर्ने हरेक कुरा हुन्छ नि त एक्लै भएपछि त बोलचाल नै हुँदैन केही नै हुँदैन होइन अनि एक्लै भइन्छ जहिले कुरा आफ्नो एकरो कुरा सोध्ने बानी हुन्छ नि त त्यस्तो हो त्यसले गर्दा नि के अरे हाम्रो बानीहरू बिग्रिन्छ त्यही भएर जतिसक्दो कोठामा त बस्ने तर यसो बाहिरतिर हावा खान फ्रेसतिर के अरे पार्कतिर के अरे कता घुम्न नगए पनि कि हजुर गयो यत्रो पार्क छ बारमा आएर बस्ने फ्रेस भइन्छ तर मलाई चाहिँ यो भिडियो बनाउनेको के ठिक लाग्यो भने जस्तै मैले के अरे यो सुरु गर्न थालेपछि जस्तै अरू बेला मनमा कुरा हुन्छ नि त कोहीसँग अब एक्लै भएपछि त कोसँग बोल्ने अब जस्तै तपाईँ यहाँ क्यामेरा अन भयो म अघि आउँदा त्यहाँबाट यहाँसम्म आउँदाखेरि एक्लै बोल्दै आयो नि त अलिअलि कुरा त त्यहाँ पनि सेयर हुँदैछ क्या ल म यो भिडियोमा हाल्छु भनेपछि मान्छेहरूलाई थाहा होस् भन्ने नि हुन्छ अनि कुरा पनि सेयर गरिदिएँ अब त्यो सेयर गरेपछि त्यो भिडियो हेर्नेले थाहा भयो अनि आफ्नो मनमा भएको कुरा नि खुल्यो त्यो मुखबाट निस्क्यो नि त मनमा बसेन मुखबाट निस्क्यो कोठामा मात्रै बस्यो भने जस्तै आफ्नो मनको कुरा म के बोल्छु म के भन्छु भन्ने कुरा नि त्यत्तिकै गुम्सिँदै जान्छ नि त त्यो सोचे हुने रहेछ त्यही भएर नि बाहिर निस्किने साथीभाइ भेट्ने हरेक कुरा गऱ्यो भने मान्छे यो भिडियो बनाउने आइडिया पनि तर पहिल्यै थियो है मेरो तर यो थिएन चाहिँ अब यहाँ कोरिया आउँदा फर्स्टमा यही बनाउनु पर्ने हो नि त आउने बित्तिकै अब ल यस्तो भनेर बनाउनु पर्ने थियो तर मैले सकेन अलिकति कन्फिडेन्ट थिएन पछि दाइले नि यताउता भन्न थाल्यो प्रदीप दाइको नि बनाउने रहेछ नि त दाइले नि फेरि हाल्दा हुन्छ नि त स्टोरीतिर दाइले नि बनाउँदो रहेछ म नि बनाउँछु कुनै दिन त जाला भनेर मतलब भिडियोहरू बनाउने टिकटकहरू बनाउने भनेकै आफैलाई के अरे एकदम फ्रेस बनाउने एकदम माध्यम हो कि त्यो पनि टिकटक चाहिँ मलाई फेरि त्यो हाउडे यताउति गर्न सक्दिनँ क्या दाइ म मतलब त्यो कमेडी टाइपको हुन्छ नि अब अरूले गरेर देख्दा चाहिँ सक्छु जस्तो लाग्छ तर अहिले सक्दैन रहेछ मतलब अस्ति एक दुई चार गरी हेरेको हुँदैन रहेछ बरु यसरी नै भिडियो बनाउने हो जस्तै अब कुनै बेला त अति हुन्छ नि त त्यो कुराहरू चाहिँ खोलिदिने क्या टक्क टाइममा आफ्नो मनमा भएको बेला अब फेरि कस्तो लाग्छ भने प्राइभेट बसिरहेको मान्छे एकैचोटि पब्लिकली जाँदा चाहिँ अलिक फर्स्टमा चाहिँ अप्ठ्यारो हुँदैछ मैले त फर्स्ट भ्लगमा त्यही भएर धेरै आफ्नो बारेमा बोले छैन नि तपाईँ र म बोल्यो यताउति रुमको प्रब्लम यताउति मात्र गरेको हो नि त अब अहिले चाहिँ सेकेन्ड भ्लगमा चाहिँ आफ्नै बारेमा खोलेर भनेको छ त्यसमा चाहिँ त्यो भिडियो पछि चाहिँ ल यो मान्छेको यस्तो रहेछ भन्ने अलिक बुझिसियो अब आज तपाईँसँग यो बोलेर यो हाल्यो भने अहिले कोरियामा यो यहाँ बस्दो रहेछ यस्तो गरेर रहेछ मतलब साथीहरू यो इन्स्टिट्युटको साथीहरू प्रायले हेऱ्यो भने थाहा भयो नि त यो दाइ रहेछ यताको रहेछ यो एरिया रहेछ यसरी बसिरहेको रहेछ यसको प्रब्लम यो भइरहेको रहेछ होइन आजभोलि अब कहिले त ल त्यो त के हो भिडियो हेरेको थियो बिरामी भए रहेछ अब गेट वेल सुन यताउता हुन्छ नि त कोही भनिदिएला हल्का एक्लोपन कम हुन्छ नि त त्यस्तोहरू सोचेर नि बना हो क्या खासमा मैले अब मान्छेहरूले भन्थ्यो मतलब कोही त हुन्छ नि त नेपालमा भएकोले नि हेर त्यहाँ गएर यस्तो गरेर बनाइरहेको रहेछ भन्ने सोचिरहेको हुन्छ नि त त्यस्तो सोध्ने मान्छे पनि धेरै हुन्छ अब त्यो सोच्न पाइयो तर म चाहिँ मतलब उस गर्दिनँ क्या छोड्दिनँ टाइपको भइसक्यो अब चाहिँ बनाइरहन्छु जस्तो थोरै गइन जाओस् जसरी जाओस् तर यो एक दिन चाहिँ यसलाई नै टाइम दिने टाइपको अब पछि भएन भने जस्तै भिडियोकै लागि भयो नि हल्का पैसा बचाएर क्या स्यालेरीको एउटा सान मगाइदिने अब जस्तै तपाईँहरू गयो नि भयो होइन नेपालीमा कुरा हुन्छ तपाईँसँग गयो भने झन् त्यो थाइल्यान्डकोहरू लगेर गयो भने रमाइलो क्या भिडियो बनाउँदा तिनीहरूलाई जिस्काउन रमाइलो भयो नि त हेरे हुन्छ तिनीहरूले के बुझ्दैन म नेपालीमा एक्सप्लेन गर्नु पऱ्यो अब मैले त्यो भिडियो बनाइसकेपछि उनीहरूसँग त अलिअलि कोरियनमा बोल्ने हो बुझाइदिने त हो नि त्यस्तो गर्दा रमाइलो हुन्छ नि त त्यो पछि चाहिँ म त्यस्तो सोचिरहेको छु क्या उनीहरूसँग नि यस्तो गर्ने अब पछि भएन नि अब यहाँ कम्पनी छेउको त्यो को पो थियो त्यो मनिषाहरू भन्ने होइन त्यो माथि
अब उनीहरू पनि त्यसरी आउँछ भने जस्तै ग्रुपिङ गरेर हामी नेपालीहरू टाइपको या अब को छ हाम्रो एरियातिर त तपाईँहरूले चिनिहाल्दै कोही हुन्छ कि ग्रुपै बनाएर टाइपको क्या कुनै ओकेजन टाइपमा जस्तै लोसार हुन्छ नि त नेपालको यहाँ बिदा भइदियो भने ल लोसार टाइपको सानो भन्ने हुन्छ त्यस्तो बनाउन नि हुन्छ यो मेरो चाहिँ अहिले त्यस्तै चाहिँ फुरिरहेको खासै अरू चाहिँ केही छैन काम त ठिकै छ म त काम त बिरामी भएन पनि ठिक हुन्थ्यो क्या दाइ त्यत्रो दिनको स्यालेरी गयो नि चिन्ता त त्यसमा नि लागिरहेको नि मलाई आउने भन्दा नि गएकोमा चिन्ता छ क्या दाइ मलाई यस्तो क्या आउने जाने यताउता भन्दा नि मेन कुरो कस्तो भने कम्पनीले यताउता नगरेर मात्रै हो नत्र कोरियामा त त्यो काममा 1 हप्तादेखि त्यस्तो गएन भने निकालिदिन्छ क्या तर त्यही भएर टेन्सन त्यसमा हुन्छ कि तर मेरो चाहिँ फिक्स हुन्थ्यो होला मतलब अरू त्यो ठुलै कम्पनीमा भए त होइन त्यही त ल कम्पनी चेन्ज गराउ टाइपको हुन्थ्यो होला क्या कस्तो कम्पनीमा त्यस्तो हुनु भने यो कम्पनी र कामदारसँग त्यो कामदारसँग साउल चाहिँ लिङ्क नभएको कम्पनी हुन्छ नि त्यो त फिक्स छ त्यस्तो कम्पनीमा त अब को आयो को गयो उनीहरूलाई वास्तै हुन्छ नि त हाम्रो त जे भयो नि बुढाबुढी रिसायो भने अगाडि देख्छ नि त अनि मैले एक दिन चाहिँ लास्टै गाह्रो हेर मैले त्यो भोलिबल फिक्स भन्दै थिएँ क्या कामबाट म जबरजस्ती गएको थिएँ त्यो दिन पनि सकि नसकि अब दाइले नि भन्यो नि त फर्स्टमा त नसकेको बेला त गइरहेको हो क्या म नभने चाहिँ थियो मतलब भने चाहिँ थिएन अति गाह्रो भयो अनि दाइले सोध्ने भयो सोध भने मैले सिधै साउनीलाई यस्तो यस्तो छ भनेको सोधेर बसेको त्यो दिन चाहिँ त्यो पछि चाहिँ खासै सोध्न नि पाएन किनकि म कम्पनी नै गइदिएन नि त अनि फेरि कल गर्दाखेरि कल नउठाइदिने रहेछ साउनीले नचिनेर हो कि के हो फेरि म्यासेज गरेको दाइ ल्याएर देखाइदिएर क्या उसलाई यसरी म्यासेज नगर भन भन्दै थियो रहेछ क्या अब उसले त्यसरी इन्फर्म गरे नि नहुने अनि फेरि दिनकै दाइलाई कराउने रहेछ नि त यस्तो यस्तो अनि नराम्रो लाग्यो क्या मलाई अनि मनुले ठ्याक्कै त्यो दिनमा तिम्रो को छ एक्लो भाउ तिमी यताउता बन्न थाल्यो उसले पनि छैन त्यस्तो उसले नि त्यो हुन्छ नि त एक्लै भएछ कि अलिक भाइ हो भनेर सोच्या होला मैले नि फेरि भिडियो त हावा भइरहेको होला यार मैले नि के भयो नि होइन यताउता भनेको अनि तिम्रो साथीको नम्बर दियो यहाँको नजिकैको छ जानी भइ जाऊ यताउता भन्न थाल्छ होइन न पर्दैन यताउति ठिकै छ म सके जान्छु भनेको उसले मेरो साथीलाई म्यासेज गराएर रहेछ क्या यस्तो यस्तो भइरहेछ साथी यहाँ के गर्ने हो तिमी यताउता भनेको चाहिँ फेरि अब उसले नि के भन्यो ऊ पनि आफ्नै छ काम गर्नु पर्यो म यहाँ आफ्नोमा छ समस्या त बिरामीले भइदियो नि त नत्र जे भयो नि बिरामी नभएको भए यो चौथो महिना हो नि त अब चौथो महिनाको स्यालेरी आउने दिन हो नि त 3 महिना त के काट्यो फर्स्टमा सुजुकी नि यहाँ यो होइन त्यो खनगाङको पनि खनगाङको कि के हो त्यो 2 लाख काट्छ नि 5 लाख 3 महिनाको के अरे शुल्क मान्गी फर्म के हो त्यो पछि दिने पैसा हो कि पछि 5 वर्ष पुगेपछि दिन्छ कि फिर्ता ठ्याक्कै के भन्छ त्यो पनि काट्यो अब सुजुकी गानी सक्यो अब दिने भनेको स्यालेरी त केही काट्दैन नि त यता आफ्नो यताउति रुमको खर्चहरू त्यो काट्छ होला भाडा त्योपछि त दिने हो सबै म त्यही चेक गर्न लागेको नर्मली कति बस्दो रहेछ भनेर अब मेरो त कन्फर्म हुँदैन अब उसको हेर्नु पऱ्यो कति आउँदो रहेछ भनेर ठ्याक्कै नि अब बहिनीको नि अब उसलाई के अरे ओटी नदिने रहेछ कति नै आउँछ उसलाई चाहिँ किन गरे जस्तो लागिरहेछ मलाई फेरि काट्ने बत्ती सती बिल सिल सबै काट्दाखेरि तर उसको बिल चाहिँ फेरि तर अलिक उठायो हो मेरो भन्दा त खत्रै उठ्छ क्या उसको डबल जस्तै उठ्छ जेमा पनि ग्यासमा पनि मेरो भन्दा डबल उठिदिन्छ फेरि बत्तीको नि मेरो भन्दा बढी नै उठिदिन्छ उसको त्यो लोड बढी भएन कि खोइ के त्यहाँ सेटिङ के नमिलेको उसलाई ओटी चाहिँ किन नदिएको भन्ने भयो क्या म हिजो हेर्नु त दाइ यस्तो भइसक्यो क्या म हिजो काम गरेँ हेर्नु त हिजो यस्तो त्यो बिरामी भएर गएको छु बरु मलाई पो नदिए टाइपको हुन्थ्यो क्या ओभर टाइम किनकि म बिरामी छु नि त अब आँखा पनि दुखिसक्यो यसै पनि रातो भइसकेको थियो अनि 7 बज्दासम्म त म त घडी हेरे गर्नु पर्ला थियो धन्दा केटाहरूले त लास्ट मोमेन्टमा आएर त्यो एउटा त्यो पेङ भन्नेले बुझेछ क्या यसको आँखा दुखिरहेछ भनेर यहाँ आइज यो मोजा निकाल गर्न थाल्यो फेरि मैले सक्ने नै थियो अरू नसक्ने भए चाहिँ म जाँदैन थिएँ किनकि झन् गाह्रो हुन्थ्यो नि त अनि सक्ने थियो खासै त्यो चाहिँ मैले यसरी माथितिर हेरेर तान्दा नि सक्थ्यो क्या
अनि त्यसले साट्ने भएर ल ओके गरेर म त्यहाँ गएको बल्ल 1 घन्टा त्यो सकिएको मलाई उस भयो क्या नत्र 1 घन्टा यस्तो गाह्रो भएको झन् यस्तो भइरहेको थियो क्या दाइ यस्तो टिप्नी हाल्ने हुन्छ नि झन् यता पनि हेर्नु परिरहेछ अनि आँखा नि घुम्या गर्नु परिरहेछ नि त गाह्रो भइरहेको थियो क्या सौ पनि छेउमै आएर बसिरहेको थियो फेरि अब दाइहरू उतापट्टि आफ्नै गर्नु पऱ्यो फास्ट पनि फास्ट आँखा दुखेर गाह्रो भएर त्यो झिमिक गर्नुपर्ने जस्तै खोलेर राख्न मिल्छ नि त त्यो दुखेपछि त यो परेला चलाइरहनु पर्ने हुन्छ क्या त्यो उस गर्नलाई के भन्छ त्यसलाई नरम कि के भन्छ नि जस्तै पानी उस हुनु पऱ्यो क्या ड्राई हुनु भएन भन्छ नि त्यो चलाएको गरेको थियो धन्न त्यो मोजा निकाल्ने ठाउँमा बसेर आराम 1 घन्टा सक्यो म त त्यो बेला त के लाग्यो भने म बिरामी भएर आएको हो म नगएको बेला त उसले ओभर टाइम गरेर थियो होला अरू दिन भनेपछि उसले आज पनि पाउँछ होला भनेर यसो त्यो बुट धुलो बडालेर हेर्छु ऊ त अघि नै छैन गइसकेको रहेछ क्या तर उसको लागि सोधिदिन चाहिँ मन लाग्छ अरू के नभए नि क्या जे भने ऊ त कन्टिन्यू गरिरहेको छ नि त अहिलेसम्म जस्तो मलाई भन्दा बढी कराउँछ होला होइन उसलाई चाहिँ जे भने कराउँछ त्यो कम्पनीमा त्यस्तो चाहिँ होइन मलाई नि कराउँछ तर ऊ त्यो साउनीसँगै काम गरेर हो क्या उसले बढी गाली खान्छ तर पनि ऊ डेली गइरहेछ अनि उसलाई नै ओटी दिएको छैन म खुसी छु ओटी चाहिँ दिन्छ मलाई चाहिँ तर पनि अलिकति फेयर नभए जस्तो लाग्दिन्छ क्या अलिकति किन त्यस्तो गरे जस्तो फिल हुन्छ क्या अनि मैले उसलाई सोधा भनेको उसले अलि त्यो कन्फिडेन्ट देखाएन उसले सोधेन नत्र उसले सोध्नुपर्ने हो नि त 2-3 चोटि त किन नद्या म नि गर्नु मन छ भनेर उसले सोध्नुपर्ने चाहिँ हो क्या अब जस्तै अरू ठाउँमा फर्स्टमा चाहिँ ऊ जान्छु भन्थ्यो नि त अरू ठाउँमा कम्पनी चेन्ज गर्छु भनेको थियो फर्स्टमा अति नै उसले त्यो आउँदाखेरि जान्छु दाइ म त आज सोध्छु भनेको हो नि उसले अनि अब के अरे धेरै के अरे ऊ हुँदै नभएपछि ल अब त पर्मानेन्ट बस्ने भइसकेपछि त जस्तै 1 वर्ष जति गर्छु म यो कम्पनीमा भनेपछि त चाहियो नि त अलिकति त त्यस्तो ऊ अब सोच्ने चाहिँ कस्तो भने आफूले म अब यो कम्पनीमा मजाले बस्छु भन्ने ऊ भयो भने चाहिँ के अरे ओ साउसँग नि कुरा के राख्ने भन्दा अब मलाई ओटी दिए हरेक कुरा त्यस्तो गर्ने कुरा हो होइन अब आफूले के बस्ने विचार छैन अब अरू कम्पनी जाने छ भने त्यो हरेक कुराहरू राखेर नि काम छैन जस्तै ल बत्ती गयो एकछिन अरू कम्पनीतिर जाने कुराहरू यताउता भिडियो अफ बत्ती गयो गाइस यहाँ चाहिँ फेरि सब पाउँछ है म फेरि सामान किन्ने प्रायः यही हो क्या यही मादमा हो अनि यही आउँछु म एउटा रामेन नि किन्नुपर्ने छ कुन चाहिँ मिठो होला त गाइस रामेन कुनै देख्दिनँ म एउटा चाहिँ लगिदिनै पर्ने हुन्छ सामान त फेरि आउँदैछ नि म बिर्स्यो एउटा कफी के उठाउने यहाँ चाहिँ फेरि सब पाउँछ चिप्सहरू यता छ होइन अनि यहाँ बिस्कुटहरू छ तपाईँहरूलाई म देखाउँछु है यहाँ छ है फेरि यता चाहिँ बियर सेक्सनहरू छ होइन खतरा यता चिसोहरू पाउँछ यहाँ किन्यो भने यहाँ चाहिँ म कफी अनि रामेन अनि के अरे बिस्कुटहरू मात्र लिन आएको हो खास बिरामीसँग त खास केही किन्न मिलेन अनि यो के अरे एप्पल फ्रुटी त्यस्तो किन्न आएको क्या यो कफी चाहिँ किन भने बेला बेलामा खान मन लाग्छ अनि त्यही भएर लिन आएको चिकन पनि रहेछ यार चिकन लगिदिनुपर्छ क्या तर महँगो रहेछ यार के लग्ने के खानु अरू त सबै नर्मलै रहेछ अरू त मैले केही देखेन है खानु पर्ने यस्तो अलिकति बिरामी अवस्थामा फेरि के खानु हो ल
खाइदिन्छु म 지금 기다리세요. 네, 이거 두 개? 13,000? 네. 이거 하나 1 플러스 1? 이거? 밖에. 여기 가봐. 가서 갖고 와. 아. 여기 있어. 일로 와. 네, 이거 그거 안. 이거 안 좋아. 일로 와. 네, 이거 괜찮아. 저거? 야, 저거 안. 1%는 아니야. 아, 이게 하나만데 괜찮아. 이거 밖에는 방에도 있습니다. 이거 하나 괜찮습니다. 네? 어서 오세요. 2007년생까지 구매 가능한 상품입니다. 신분증을 제시해 주세요. 감사합니다. 안녕히 계세요. 안녕히 가세요. 네. अहिले सामान किनिछु होइन अब निस्किन लाग्यो अब यहाँबाट निस्केर सिधै रुममा जानु छ फाइनली अब चाहिँ यता सानो सामान किन्यो होइन अलिकति कफी सफी किन्नु थियो अनि रुममा खानुपर्ने कुराहरू किन्नु थियो बिरामी भयो नि अब के भन्दा अलिअलि त खानु पऱ्यो कफी सफी यताउता अनि रामेन चाहिँ आजको लागि हो खासै खाना बनाउनु पर्छ होइन त्यही भएर नि हो आइपुग्यो नि त रुम मेरो यहाँ रुम बाहिर चाहिँ फेरि बत्ती अलिक ढिलो भएछ क्या आज के सोचिरहेँ के भयो यार बल्ल चल्ल निस्केर आएर तर मलाई चाहिँ लाग्ने है तर यसरी धेरै बसी कोरियन मान्छेसँग बोल्दा नि मजा आउँछ क्या तर त्यो हजुरआमा चाहिँ ठिक छ एकदम खुवाएर मनिनुन मानी या खेल्छन् मान्छस् नि त मलाई यस्तो बेला बेलामा खानेकुराहरूमा फ्रीमा दिइरहन्छ क्या केही कुरा किन्यो भन्ने टाइपको हुन्छ नि अब आज दिएन त्यो छुटेको कुरा होइन जस्तो अरू बेला मैले के किन्यो भने एउटा सामान फ्री दिन्छ है जस्तै रामेन किन्यो भने त्यो भात हुन्छ नि त्यो रेडिमेड टाइपको त्यस्तो भातहरू दिन्थ्यो होइन त्यस खुसी लाग्छ मलाई त्यो हजुरआमादेखि चाहिँ आफ्नो हजुरआमा बित्नु भइसक्यो मेरो बुवाबाटीको होइन त्यस्तै याद आउँछ मलाई त्यो घरमा हुन्छ नि यसो लुकाएर के दिने टाइपको लाग्छ क्या मलाई सामान किन्दा एउटा किन्दा यसो फ्री दिने के दिने ल त यार आजको भ्लग यति नै हुन्छ होला